नमस्कार, म डाक्टर सन्तोष खड्का, हाडजोर्नी तथा नसारोग विशेषज्ञ। आज म यो भिडियो मार्फत युरिक एसिडले गराउने बाथरोगको बारेमा केही सत्य तथ्य जानकारी दिन गइरहेको छु। हामीलाई युरिक एसिडले गराउने बाथरोगको बारेमा जानकारी लिन किन आवश्यक छ? किनभने यो रोग हाम्रो शरीरमा युरिक एसिडको मात्रा बढी भएर हाम्रो शरीरको अङ्गलाई नष्ट गर्न खोज्दाखेरि हुने बाथरोग। युरिक एसिड हाम्रो शरीरमा यो फोटोमा देखाए जस्तै प्युरिन भन्ने प्रोटिनबाट बन्छ र प्युरिन धेरै मात्रामा पाइने खानेकुराहरू यो फोटोमा देखाए जस्तै रातो मासु, राजमा, कोबीको तरकारी, प्रोसेस सुगर एडेड फुड, जुनसुकै ब्रान्डको रक्सी जस्तै बियर, भोड्का र सफ्ट ड्रिङ्क्सहरू जस्तै कोका-कोला, पेप्सीहरूले पनि युरिक एसिड आउँछ र यो फोटोमा देखाए जस्तै खानेकुराहरू खाएमा यी खानेकुराहरूले हाम्रो शरीरमा युरिक एसिडको मात्रा घटाउन सहयोग गर्छन्। जस्तै भिटामिन सी पाइने खानेकुराहरू अमला, कागती, सुन्तला र अमिलो, जसले किडनीबाट युरिक एसिडलाई बाहिर फाल्न मद्दत गर्छ र फाइबर जन्य कुराहरू हरियो सागपात, फलफुलले हाम्रो पेटबाट प्युरिन भन्ने प्रोटिनलाई एब्जर्ब भएर रगतमा जान दिन्न र युरिक एसिड कन्ट्रोलमा सहयोग पुर्याउँछ। त्यसैले यदि हामीले यसको सही जानकारी राखेर हाम्रो खानपान मिलायौँ भने यो रोगबाट बच्न सकिन्छ। र यो रोगको अट्याक धेरैजसो मानिसमा चाडपर्वमा आउने भएको कारणले चाडपर्वको बेला खाने बेलामा हामीले आफ्नो स्वास्थ्य हेरेर सोचेर मात्र आफूले लिने खाना लियौँ। 90% मानिसमा युरिक एसिडको बाथरोग मृगौलाले युरिक एसिड पिसाबमा फाल्न नसक्दाखेरि हुन्छ भने 10% मानिसमा हाम्रो शरीरमै युरिक एसिडको मात्रा धेरै प्रोडक्सन भएर हुने गर्दछ। कस्ता मानिसमा बढी हुन्छ? एउटा जसको जेनेटिक हिस्ट्री अथवा बुवा आमालाई यो बाथरोग छ भने। दोस्रोमा डाइट ह्याबिट, यदि हजुरको डाइटमा हाई प्युरिन कन्टेन्ट फुड जुन चाहिँ सी फुड, रेड मिट र प्रोसेस मिटमा पाइन्छ। तेस्रोमा हजुरको डाइटमा भिटामिन सी र फाइबरको कमी छ भने। चौथोमा हजुरलाई क्रोनिक डिजिज जस्तै सुगर, प्रेसर लागेको छ र यसको औषधि सेवन गर्नुहुन्छ भने। छैटौँमा हजुरलाई ओबेसिटी अथवा मोटोपना छ। युरिक एसिडले गराउने बाथरोगका लक्षणहरू: जोनीको दुखाइ सँगै जोनी सुनिने, जोनीमाथि भएको छालाको रङमा परिवर्तन आउने, जोनी चलाउँदा दुखाइ बढेर जाने र कहिलेकाहीँ मृगौलामा पत्थरीसम्म हुन सक्छ। युरिक एसिडले गराउने बाथरोग छ छैन भनेर थाहा पाउन के गर्ने? यदि तपाईँलाई माथि उल्लेख गरिएका जस्तै लक्षणहरू छन् भने तपाईँलाई युरिक एसिडको बाथ हुन सक्छ। त्यसैले तपाईँले आफ्नो रगतमा युरिक एसिडको लेभल मापन गर्ने। यदि तपाईँ महिला हुनुहुन्छ भने 6 mg/dl भन्दा माथि र पुरुष हुनुहुन्छ भने 7 mg/dl भन्दा माथिको रिपोर्टलाई युरिक एसिड बढेको मानिन्छ। तर सधैँ युरिक एसिडको लेभल बढेको नहुन पनि सक्छ। जस्तै एक्युट अट्याक भएको बेलामा युरिक एसिडको बाथरोग भएको बिरामीमा यो लेभल नर्मल अथवा लो आउन सक्छ। त्यसैले यस्तो अवस्थामा हामीले तपाईँका लक्षण हेरेर युरिक एसिडको बाथरोग छ छैन भनेर थाहा पाउँछौँ। युरिक एसिडले गराउने बाथरोग भएको बिरामीमा सधैँ युरिक एसिडको लेभल नबढेको पनि हुनसक्छ। किनभने एक्युट अट्याक भएको बेलामा युरिक एसिडको बाथरोग भएको बिरामीको युरिक एसिड रगतबाट जोनीमा गई जोनी सुनाउने र मृगौलामा गई ढुङ्गा बनाउने गर्दछ। त्यसैले गर्दा हामीले रगतमा मापन गरेको युरिक एसिडको लेभल कम आउँछ। अर्को जिज्ञासा हजुरलाई युरिक एसिडको बाथरोग निर्मूल हुन्छ हुँदैन भन्ने पनि होला। यो युरिक एसिडको बाथरोग भन्ने रोग हजुरको शरीरमा उब्जिएको रोग हुनाले यो रोगको कन्ट्रोल अथवा नियन्त्रण गर्न सकिन्छ, पुरा निर्मूल गर्न सकिँदैन। युरिक एसिडले गराउने बाथरोग यदि हजुरलाई छ भने यसको उपचार समयमै किन गराउने? किनभने यदि हजुरले समयमा युरिक एसिडले गराउने बाथरोगको उपचार गर्नु भएन भने युरिक एसिडले हजुरको जोर्नी र मृगौलालाई पर्मानेन्ट रूपमा ड्यामेज गर्न सक्छ। त्यसैले समयमै उपचार गरी आफ्नो जोर्नी र मृगौला बचाउन सकिन्छ।
धन्यवाद।